नमस्कार साथीहरू, आज म तपाईहरुलाई लिएर जाँदैछु गण्डकी प्रदेश नवलपुर जिल्लामा रहेको एक सुन्दर र रमणीय स्थान र कमैले चिनिएको हाइकिङ गन्तव्य पसे डाँडा। यो रमणीय स्थान हुक्सीकोट गाउँपालिका वडा नम्बर 5 मा अवस्थित छ। प्राकृतिक सौन्दर्य, हरियाली, वनजङ्गल र मनमोहक पहाडका दृश्यहरूको लागि यो ठाउँ अति प्रसिद्ध छ। यहाँ जानको लागि हामी काउसतीबाट 20 किलोमिटर गाडी यात्रा पश्चात हामी पुग्छौँ पाङ्ग्रे गाउँ। त्यहाँबाट झन्डै 30 मिनट जति ओह्रालो हिँडेर हामी खोलामा पुग्न सक्छौँ र त्यसपछि ठाडो उकालो करिब 1 घण्टाको उकालो यात्रापछि हामी पुग्छौँ पसे डाँडा। यहाँ 3वटा डाँडाहरू छन्, पसे डाँडा 1, पसे डाँडा 2 र पसे डाँडा 3। पसे डाँडा 1 बाट पसे डाँडा 2 पुग्न सजिलो छ, मात्र 15 मिनेटमा हामी पुग्न सक्छौँ। तर पसे डाँडा 2 बाट पसे डाँडा 3 जान भने अप्ठ्यारो भिरको बाटो हुँदै करिब 20 मिनेटको एडभेन्चर यात्रा गर्नुपर्ने हुन्छ, जो साहसिक यात्राका पारखीहरूको लागि एकदमै रोमाञ्चक अनुभव हुन सक्छ। डाँडाको टुप्पोबाट हेर्दा वरपरको हरियाली, वनजङ्गल, टाढाबाट देखिने हिमाल, शान्त वातावरण सबैले तपाईलाई मोहित बनाउनेछ। यो स्थान हाइकिङ, क्याम्पिङ र ड्राई पिकनिकको लागि एकदमै उपयुक्त गन्तव्य हो। छोटो समयमै रमाइलो प्राकृतिक अनुभव गर्न चाहनुहुन्छ भने पसे डाँडा तपाईहरूको लागि उत्तम विकल्प हुन सक्छ। तर यस ठाउँ र गन्तव्यलाई अझ धेरै मानिससम्म पुर्याउन स्थानीयवासी, सरकारवाला र हामी सबै मिलेर प्रचार प्रसार गर्न आवश्यक छ। त्यसैले तपाईहरुलाई यो भिडियो मन परेमा लाइक गर्नुहोस्, कमेन्ट गरेर आफ्नो विचार राख्नुहोस् र यस्ता प्राकृतिक गन्तव्य अरू धेरै साथीहरू समक्ष पुर्याउन चाहनुहुन्छ भने यो भिडियो शेयर गर्न नबिर्सनुहोला। धन्यवाद। नेपाल घुमौँ, प्रकृति बचाउँ, नदेखेको ठाउँको अन्वेषण गरौँ।